तो चलिए शुरू करते हैं। यहाँ चाहिँ हाम्रो मेरी सर बसिराख्नु भएको छ। हेलो हेलो यता हेर्नु मेरी सर, यहाँ चाहिँ हाम्रो शान्ति म्याम बसिरहनु भएको, खाजा खाएर बसेको हामी चाहिँ गाइस। यहाँ चाहिँ कमला म्याम, यता चाहिँ नयाँ म्याम हुनुहुन्छ हाम्रो। भर्खर खाजा खाएर हामी चाहिँ प्लेट सफा चैट गरेर बसिरहेको छौँ। अनि मैले आज धेरै दिन पछाडि भ्लग गरेको कि उहाँलाई चाहिँ एकदम हाँस उठिरहेछ अरे। अनि तपाईँले चाहिँ किन खाजा नखानु भएको भनिदिनुहोस् त। यहाँ जलवा है हमारा। मलाई चाहिँ अझै स्लिम हुनु मन लागेको छ अरे हो। लदाएर भुत्तुकै भइसक्नु भयो। हामी चाहिँ यहाँ छौँ। हाम्रो छुट्टी भोलि होइन चाम्रे खाएर भात खाएर भातै भइसक्यो। भात पनि भोलि छुट्टी छ। मेरो चाहिँ तपाईँको शनिबारको प्लान के छ? के छ? मैं नहीं बताऊंगा। मेरो त्यस्तो प्लान के छैन। अनि अरू केही भन्नु सक्छ छैन? अनि पाठशालाको यात्रा कस्तो हुँदैछ? यात्रा गम्भीर छ, ढुङ्गामाटोहरू धेरै छ, गाह्रो परिरहेछ। ल मैले चाहिँ हिँड्नु गाह्रो पर्यो अरे पाठशाला। अनि कमला म्यामको नयाँ म्यामलाई कस्तो हुँदैछ पाठशाला? दामी नयाँ भवनमा सरेको आज हाम्रो केटाकेटी पनि सबजना नयाँ भयो। शान्ति म्याम जानुभएको भयो त गयो राम्रो कस्तो लाग्यो? राम्रो लाग्यो। तर स्टुडेन्टहरू ज्यादा नै हल्ला गर्नु छोडेको छ। एकदिन छेउमा बसेर यस्तो गर्नु बोलाउँदै रहेछ मैले यस्तो चेन्ज गरेर होइन त्यो सर्कल बनाइदिएको छ चेन्ज होइन सिधै होइन जस्ट त्यो यता उता डेस्कको मात्रै चेन्ज गरेको हुँदाखेरि उतापट्टि सिधै को देख्दो रहेछ रिजन यहाँ हाम्रो मन्ता म्याम आइसक्नु भएको छ। हेलो यता हेरिदिनुहोस् त। के छ तपाईँको खबर? यहाँ आउनु। अनि तपाईँलाई यहाँ आउनु त। यहाँ यता आउनु। तपाईँको पाठशालाको यात्रा कस्तो भइरहेछ? यहाँ बस्नु राम्रो भइरहेछ। अनि उहाँको अस्ति बर्थडे थियो, हामीलाई बोलाउनु भएन बर्थडेमा होइन? यस्तै साह्रो लोभी हुनुभएछ। अनि तपाईँलाई मैले त्यहाँ गिफ्ट राखिदिएको थिएँ। किन नलानु भएको? किन बाटोमा नगर्नु है। ल कंट्रोल। त्यहाँ चाहिँ क्यामेरा छ, बट वी डोन्ट गिभ। कहाँ? ए उहाँ सिसी क्यामेरा पनि छ है गाइज हाम्रोमा, सिसी क्यामेरा। अनि त्यो अस्ति मैले किनिदिएको बर्थडे गिफ्ट चाहिँ मन परेन किन? त्यस्तो दामी कहाँबाट? युगान्डाबाट गाइज, युगान्डाबाट 5 करोडमा अर्डर गरिदिएको, लानै भएन। उहाँले त्यहाँ सजाएर रोडमै राखिदिएको थिएँ, उहाँले लानै भएन। नउठाएको किन? चाहिँदैन। अनि उहाँ चाहिँ एकदम राम्रै हुन थाल्नु भएको छ आजकल। खोइ आम्मामा नेल पोलिस हेर्नु न गाइज यहाँ। आम्मामा वाउ। ए जुम हाम्रो जाने बेला पनि भइसक्यो। ल कसलाई भेट्न जान आँट्नु भएको यस्तो हतार गरेर? कसलाई भेट्न जान छोड्नु त। यहाँ एक-एकवटा क्लिप बनाउनु के छ भन्दा। अनि कुस्मी तिम्रो यता हेर न, पाठशालाको यात्रा कस्तो हुँदैछ? एकदम राम्रो हुँदैछ, रमाइलो लाग्दैछ। हामी चाहिँ यसरी सुरुङ रुङ 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 गाईबाट के अरे खोरबाट बाख्रा निस्कियो जस्तो गाईबाट घोडाले खोरबाट बाख्रा निस्कियो जस्तै निस्किन्छौँ होइन पाठशालाबाट सट्टङ टङ। अनि यता यहाँ खेली पनि राख्नु भएको छ फुटबल। भगवान भने चाँडै फेमस हुनुहुन्छ भनेर चिन्ने। यहाँ चाहिँ हामी सरल निस्किरहेको छौँ। अब यहाँ कन्टेन्टका किरा भनेको मनिता, हाम्रो मनिता दिदी चाहिँ उहाँ हुनुहुन्छ। मनिता म्याम यहाँ आउनु त। यस्तो भनेको क्या भयो कि भएन के अरे, हामी चाहिँ पाठशालाबाट चाहिँ खोरबाट बाख्राहरू निस्किए जस्तै निस्किन्छौँ भनेको क्या। अनि मन्दा म्याम, अनि आज त फुल युनिफर्ममै आउनुभएछ त तपाईँ त। के हो यस्तो पारा? यस्तो राम्रो हुँदैछ त फेरि। वा सरहरू त फेरि भुटुक भुटुक होला नि फेरि। अनि यो इयरिङ
प्यान्ट चाहिँ कहाँबाट किन्नुभयो तपाईँले गिफ्ट हो गिफ्ट ओ माई गड मैले अहिलेसम्म गिफ्ट पाएको छुइनँ उहाँले कसरी पाउनु हाँसेर मलाई हट्यो गिफ्ट चाहिँ कसले दियो भन्नुहोस् त हजुरलाई मलाई अब म तपाईँको यस्तो मिल्ने साथी भएपछि मलाई थाहा नभएर कसलाई हुन्छ भन्नुहोस् त यहाँ टिचर हो तेरो हाम्रो लागि तपाईँ महान हो कि उहाँ महान हो हाम्रो लागि त तपाईँ महान हो हामी तपाईँको अगाडि हामी कसैलाई पनि देख्दैनौँ के बिलानु नमस्ते गर्नु छैन मेरो टिचर भयो तिमीहरूले मेरो टिचर भए पो गर्नु टिचर हो नि त कस्तो अनि खोइ त नमस्ते तिम्रो के सिक्यौ तिमीले अहिलेसम्म योसँग मेरो तिमीले अहिलेसम्म इन्टरेक्सन नै भएको छैन अहिलेसम्म तिमीले सिकेको कुरा यही हो भन त मलाई केही होइन तिमीले सना देखेपछि नमस्ते गर्नुपर्छ होला तिमीले पाठशालाको स्कुलले के गर्छ मेली सर के छ यता हेर्नु न यहाँ आउँछ तपाईँलाई एउटा कुरा भन्छु एकछिन अनि तपाईँको लागि आज सजिएर आउनुभयो भने उहाँ अब हिरोहरू जान्छन् कता कता होइन ए हिरोनीलाई चाहिँ यहीँ छोडिदिनु भएको छ कस्तो अनि मन्दा म्याम अनि गिफ्ट चाहिँ तपाईँले दिनुभएको गिफ्ट यो कानको गिफ्ट आएको अरे त मेली सर गिफ्ट आएको अरे कानको कस्तो राम्रो फुल हेर बा साँच्ची मैले नै दिएको भने हेर्दैछ यसले मैले नि होइन यो लगाएको लुगा जुत्ती यो कान सबै गिफ्ट ए हो कसले दिएको यस्तो राम्रो लुगा यहाँ सुन न लुगा जुत्ता कानको सब गिफ्ट अरे त उहाँको त एउटा चिन्ता पनि यो लुगा कहाँबाट यो कुन ठाउँबाट हो यो यस्तो इम्पोर्टेड वाकान्डा गएको हामी उहाँ ब्याङ्कमा काम छ अरे बाई हौ है यो कुन ठाउँबाट इम्पोर्टेड हो यो भन्नु त कहाँको यो वाकान्डा होइन युगान्डा वाकान्डा युगान्डा पनि भन्न आउँदैन उसलाई छ्या तिमी के पढ्छौ हो युगान्डा पनि भन्नु न नयाँ ब्रान्ड नयाँ देश मैले बनाएको मन्दा म्याम त्यो देशको रानी यता सुन्नु न त रानी आज के अरे कुस्मीको क्या ब्याङ्कमा काम छ अरे जाने कि नजाने कुस्मीको हौ कस्तो काम हो भन्दैछ कस्तो ब्याङ्कमा कस्तो काम हुन्छ होला नि केही यहाँ हेर्नु न साक्षी के हो वा उसलाई पनि गिफ्टै आएको होला यो उहाँ बाटोमा टिपेको छ गाई लगेको तिनजुरे कुन ब्याचलाई ए अनि तिमीहरू कहिले नगएको? लान्छ, कति घुम्छ तिनीहरू पैसा भएको अनि तिमीहरू चाहिँ नगएको अनि यस्तो 20,000 कमाउँछस् महिनाको त के कुरा गर्छस् यार छ्या तर लाज हुँदैन युगान्डाबाट यत्रो सामान तल पठाइदिएको छ त 2500मा त 2500मा यस्तो गर्छस् भन् त कसको पेन हो युगान्डाबाट मगाइदिएको ए हो त अनि यत्रो लुगा होइन युगान्डाबाट मगाइदिएको अब लिँदिन हौ बर्थडे गिफ्ट क्या उसलाई हामीले हामीलाई बर्थडेमा बोलाइन होइन त्यही पनि हामीले लुगा यसले मलाई मङ्गलबार बर्थडेमा आइज भने यसले मलाई मङ्गलबार चिनी हालेको के अरे है चाम्रे खाना आइज नि त्यो चिनी हालेको चाम्रे खाना यहाँ घुमाएर बोलेको के बोलेको त चिनी हालेको चाम्रे नुन हालेको चाम्रे दिए भनेर स्कुलमा अनि त्यत्रो युगान्डाबाट सामान अर्डर गरिदिएको ओए युगान्डाबाट सामान अर्डर गरिदिएको त्यो चिनी हालेको चाम्रे खाना आउँछ न त्यो त हेर्न ला दाइले त पुरा पोचमा दियो त मेरो भ्लगमा त ला कसले त्यहाँ चाहिँ उसको चिनी के अरे म्याजिकको दाइले हो यस्तो अरे भाइरल हुन्छ आफ्नै चौपारा मेरो हामीले यहाँ सुरुङ्गा घुमिरहेछौँ ज्ञानमाला स्कुल त किन मासु नआएको है जन्मै खाएको छैन कि जन्मेदेखि खाएको अब युगान्डा गएपछि खानुपर्छ त बहिनी घन्टाको मासु जाँदैन लुगा चाहिँ युगान्डाको लाउनु अनि खानु चाहिँ नखानु त्यस्तो नि हुन्छ यो सबै युगान्डाबाट तल अर्डर गरिदिएको मैले के कुरा गर्छु ब्याग बाहेको अरू सब हो कि होइन माथिदेखि तलसम्म ब्याग चाहिँ होइन है म ढाड्दिनँ कि गाइस ब्याग चाहिँ होइन म भन्दिनँ ब्याग मोबाइल होइन ओए ब्याग र मोबाइल चाहिँ होइन अरू सब युगान्डाबाट हो कि होइन भन् त हेर्दै जान आइतबार आउँदा ब्याग पनि नयाँ ए म त
किन्दिनँ त बुझ्ने म त नेपालमै छु कहाँबाट जाँदा भ्याउँदिनँ यो गाडा जाँदा भ्याउँदिनँ अहिले बुझ्किदिनुहोस् कुरा भाइ चाहिँ मलाई लिन आइसकेको छ गाइज म अब जाँदैछु योसँग